त्यसलाई हेर्नु न म मुखको निकाल्नु त अड्काला दाँत फुस्किन्छ यसको अब कस्तो निन्द्रा लागिहाल्छ गर्न खान नसक्ने यिनीदेखि दिउँसो गर्न राम थिएन किरानी फेरि माइली बसेको नि गन्न खान्थ्यो टाइम पास बस्छु भनेर खाएँ बढी उठेर गइदिएँ गर्न नखाएको ए बाबा घोच्छ के मुख दुखाउँछ के कालाले छोड ए ल यो छ ए ले बकले ले डोर लाग्छ यता दे त्यो आमालाई काट्नुहुन्छ आमाले छिन् काट ले छिले छ के यहाँ राख म छिल्दैछु सुत अब सुत भनेको के दिन्न भनेको गर्न लगाएपछि कुट्न आउँछ नि अब यदि मिठो गर्न लगाएपछि कुट्न आउँछ नि त ठन्डीमा आधा खाइहाल्छ यहाँको बच्चा उयो गरेर सागका खाइहाल्छ अब स्टार्ट भएन अहिले आमा त ल्याउँछु भर्खर स्टार्ट भयो कट छिटो खाँदा आजकल खाना दाम भएको छैन त्यो बन्द खाएका जाने विदेश छोरीहरूलाई पनि धेरै खाने यहाँनिर दुई छोरीहरूलाई अहिले गयो बाइकमा साइबाको जेठो छोरो साइबा छोरा होइन दुई छोरी मात्रै खानु जे छोरी 3 ठाउँ पहिला गएर फर्केर आउँदा आएपछि घर साइबाकी जेठ छोरी नाति यस्तो छोरी दोकानमा लागि छोरी खत्तम एक ठाउँ गयो अरे फर्केर आयो अरे छोरी बसेर अलि दिन माइत फेरि गयो अरे यसकी छोरी फेरि फर्केर आयो अरे यो अहिले लगेको कान्छी हो जेठले राम्रो मान्दैन बाउ कान्छी मात्र राम्रो मान्छ त्यसपछि फेरि अर्को ठाउँ कता गएको अरे त्यसले त्यहाँ घर के भएको नि कसले सासूले कि कसले लोग्नेले पिट्यो अरे फेरि आमाले बोलाएर फेरि घर आयो 3 ठाउँ गयो यसकी छोरी जेठी चाहिँ यो कान्छी हो बाहिरमा समारा खानेस् किन त गर्न आइजा
दुध बखाने थे हाँ दूध बखाने थे हाँ किन बसान लगाउँदा खाम लगाउनु भोग लाग्दा पिठो